आज हामी एउटा यस्तो चीजको बारेमा कुरा गर्दैछौँ जुन हेर्दा सामान्य स्टिकर जस्तो छ, तर जसले मेसिनहरूलाई छुवाईको अनुभव दिन सक्छ। हो, छुवाईको। हाम्रो अगाडि एउटा प्राविधिक कागज छ, एउटा डेटा शीट, र यसले एउटा सानो पातलो कम्पोनेन्टको कथा बताउँछ जसको नाम हो FSR 402। हो, र यो कथा निकै रोचक छ। यो केवल नम्बर र ग्राफ मात्र होइन, यो आविष्कारको सम्भावनाको नक्सा हो भनौँ न। फोर्स सेन्सिटिभ रेजिस्टर नामले नै धेरै कुरा भन्छ, तर जब मैले यो डेटा शीट हेर्न थालेँ, केही कुराहरूले मलाई साँच्चै अचम्ममा पार्यो। जस्तै यो यति पातलो, यति संवेदनशील, र यसको प्रतिक्रिया दिने तरिका, यो सामान्य देखिने कुराभित्र एउटा असाधारण क्षमता लुकेको रहेछ। आजको हाम्रो काम भनेको यही हो, यो FSR 402 को रहस्य खोतल्ने, यसले कसरी काम गर्छ भनेर बुझ्ने, र यो किन रोबोटिक्सदेखि लिएर मेडिकल उपकरण बनाउने मानिसहरूका लागि यति महत्त्वपूर्ण छ भनेर पत्ता लगाउने। र कहिलेकाहीँ सबैभन्दा ठूला प्राविधिक छलाङहरू यस्तै सामान्य देखिने कम्पोनेन्टहरूबाट सुरु हुन्छन्। यो कुनै ठूलो चम्किलो मसिन होइन। यो त ती मसिनहरूलाई चलाउने एउटा सानो अदृश्य शक्ति हो। ल, त्यसो भए यो डेटा शीट भित्र पसेर हेरौँ न त, यसले के रहस्य लुकाएको छ। ठिक छ, सुरु गरौँ यसको बनावटबाटै। यो कागजमा लेखिएको छ अल्ट्रा थिन, अर्थात् अत्यन्तै पातलो। कति पातलो भनेको रहेछ? यहाँ मोटाई लेखिएको छ 0.45 मिलिमिटर। एकछिन सोच्दा यो त हाम्रो क्रेडिट कार्डभन्दा पनि पातलो भयो, लगभग कागजको केही पत्र जति मात्रै हो नि। यो यति पातलो हुनुको केही खास कारण छ? अवश्य छ। यसको पातलोपन र लचिलोपन नै यसको सबैभन्दा ठूलो शक्ति हो। यसलाई थिन फिल्म सेन्सर भनिन्छ, जसको अर्थ हो यसको निर्माणमा विभिन्न सामग्रीका अत्यन्तै पातला पत्रहरू, लेयर्स भनौँ न, एक अर्कामाथि टाँसेर बनाइएको हुन्छ। लेयर्स। कल्पना गर्नुहोस्, तपाईले दुईवटा प्लास्टिकको पातलो सिट लिनुभयो र त्यसको बीचमा एउटा विशेष प्रकारको जादुई मसी लगाइदिनुभयो। जब तपाईले त्यसलाई थिच्नुहुन्छ, त्यो मसीको व्यवहार परिवर्तन हुन्छ। FSR 402 को भित्री संरचना लगभग त्यस्तै हो। जादुई मसी, रोचक। भनेपछि यो कुनै ठोस कडा वस्तु होइन, बरु पत्र मिलेर बनेको एउटा स्यान्डविच जस्तो संरचना रहेछ। ठ्याक्कै। र यसको आकार पनि सानो छ। सेन्सिङ गर्ने भागको व्यास जम्मा आधा इन्च, मतलब 12.7 मिलिमिटर मात्र। यो सानो आकार र लचिलोपनले कस्तो फरक पार्छ त? यसले प्रयोगको सम्भावनालाई आकाश जमिनको फरक पार्छ। परम्परागत प्रेसर सेन्सरहरू, जसलाई लोड सेल भनिन्छ, ती धातुका कडा र ठूला हुन्छन्। हो, तपाईँ त्यसलाई घुमाउरो सतहमा राख्न सक्नुहुन्न वा कपडामा सिलाउन सक्नुहुन्न, तर FSR 402 यो त सकिन्छ। तपाईँ यसलाई रोबोटको औँलाको टुप्पोमा टास्न सक्नुहुन्छ, खेलाडीको जुत्ताको सोलभित्र राख्न सक्नुहुन्छ, वा बिरामीको बेडको सतहमा लगाउन सक्नुहुन्छ। जहाँ परम्परागत सेन्सरहरू जान सक्दैनन् त्यहाँ यो सजिलै पुग्छ। हो, यसले इन्जिनियरहरूलाई ती ठाउँहरूबाट डाटा लिन सक्षम गराउँछ जुन पहिले असम्भव थियो। ठिक छ, यो पातलो र लचिलो छ भन्ने बुझ्यो, तर यसको मुटु त यसले बिजुलीलाई कसरी प्रतिक्रिया दिन्छ भन्नेमा होला नि, होइन? पक्कै पनि। यो डाटा शीटमा प्रतिरोध, रेजिस्टेन्सको बारेमा केही अचम्म लाग्दो तथ्याङ्कहरू छन्। यहाँ लेखिएको छ नो लोड, अर्थात् कुनै दबाव नहुँदा यसको प्रतिरोध 10 मेगा ओहम भन्दा बढी हुन्छ। 10 मेगा ओहम भनेको 10 मिलियन ओहम हो? 10 मिलियन। यो यति धेरै प्रतिरोध हो कि यसलाई लगभग खुला सर्किट वा बिजुलीको लागि बन्द बाटो भन्न सकिन्छ। हो, र यहाँबाटै कुराले अनौठो मोड लिन्छ। जब यसमाथि फुल लोड अर्थात् पूर्ण दबाव दिइन्छ, डाटा शीट अनुसार यसको प्रतिरोध घटेर कतिमा? 200 ओहम जतिमा झर्छ। के? एक मिनट, 10 मिलियन ओहमबाट 200 ओहममा? मलाई विश्वासै लागेन। त्यो त ठूलो फड्को हो। यो त लगभग बन्द भएको बाटो 81 8 लेनको हाइवे बने जस्तो भयो। यस्तो कसरी सम्भव हुन्छ र यो किन यति महत्त्वपूर्ण छ? तपाईले यसको सबैभन्दा ठूलो शक्ति पत्ता लगाउनु भयो। हो, प्रतिरोधमा आउने यही नाटकीय परिवर्तन नै यस सेन्सरको जादु हो। यसले गर्दा यसको अवस्था पत्ता लगाउन इलेक्ट्रोनिक सर्किटलाई अत्यन्तै सजिलो हुन्छ। जब कुनै दबाव हुँदैन, यो एउटा खुला स्विच जस्तै हो, बिजुली प्रवाह हुँदैन।
तर जब तपाईले यसलाई औंलाले हल्का छुनुहुन्छ, ती पातला पत्रहरूको बीचमा भएका सञ्चालक कणहरू कन्डक्टिभ पार्टिकल्स एक अर्थको नजिक आउँछन्। हो, र बिजुली प्रवाह हुनुको लागि हजारौं साना साना बाटोहरू बन्छन् अनि प्रतिरोध वात्तै घट्छ। भनेपछि यो अन र अफ स्विच जस्तै भयो, तर त्यो भन्दा धेरै परिष्कृत। त्यो भन्दा धेरै, किनभने यो केवल अन वा अफ मात्र होइन, यो एउटा डिमर स्विच जस्तै हो। डिमर स्विच जस्तै। तपाईले जति जोडले थिच्नुहुन्छ, प्रतिरोध त्यति नै घट्दै जान्छ। हल्का छुँदा प्रतिरोध सायद केही किलो ओहममा झर्ला, अलि जोडले थिच्दा केही 100 ओहममा। यही भन्ने यसलाई साधारण स्विच भन्दा धेरै शक्तिशाली बनाउँछ। यसले केवल छोएको छ वा छोएको छैन भन्दैन, बरु कति जोडले छोएको छ भन्ने जानकारी पनि दिन्छ। ठ्याक्कै। र यो जानकारी कतिसम्मको बलको लागि दिन सक्छ, यहाँ यसको दायरा पनि दिएको छ। 100 ग्रामदेखि 10 किलोग्रामसम्म। त्यो निकै फराकिलो दायरा हो। हो नि। यसले एउटा सानो फलफुलको तौलदेखि लिएर एउटा भारी किताबको तौलसम्म महसुस गर्न सक्ने भयो। हो, र अर्को महत्त्वपूर्ण कुरा यसको प्रतिक्रिया समय, रिस्पोन्स टाइम कति छ? 1 मिलिसेकेन्ड भन्दा कम। यसको मतलब तपाईले थिच्ने बित्तिकै लगभग तुरन्तै यसले प्रतिक्रिया दिन्छ। कुनै ढिलाइ हुँदैन। यो छिटो प्रतिक्रिया र फराकिलो दायराले गर्दा नै यसलाई रियल टाइम प्रणालीहरू जस्तै रोबोटिक्स वा म्युजिकल इन्स्ट्रुमेन्टहरूमा प्रयोग गर्न सकिन्छ। ल, त्यसो भए यी सबै कुरालाई जोडेर हेरौँ। हामीसँग एउटा पातलो, लचिलो, छिटो र फराकिलो दायरा भएको सेन्सर छ। अब यसलाई वास्तविक संसारमा लगेर हेरौँ। स्रोतले केही प्रयोगहरू उल्लेख गरेको छ। रोबोटिक्स, मेडिकल उपकरणको प्रोटोटाइपिङ र DIY इलेक्ट्रोनिक्स। रोबोटिक्सको कुरा गरौँ न। एउटा रोबोटको हातमा यसले के गर्छ? कल्पना गर्नुहोस्, एउटा रोबोटलाई एउटा काँचको गिलासमा पानी भरेर अर्को ठाउँमा सार्नु छ। ठिक छ। यदि रोबोटले कति बल लगाउने भनेर थाहा पाएन भने उसले कि त गिलासलाई यति जोडले समात्छ कि त्यो फुट्छ, कि त यति हल्का समात्छ कि दुःख खस्छ। हो, अब त्यो रोबोटको पञ्जाको औंलाहरूमा FSR 402 सेन्सरहरू लगाइदियौं। जब रोबोटले गिलास समात्न थाल्छ, सेन्सरले तुरन्तै प्रतिक्रिया दिन्छ, ठिक छ, सम्पर्क भयो, अब बिस्तारै बल बढाउँ। 50 ग्राम, 100 ग्राम, 150 ग्राम। अब यति बल गिलासलाई सुरक्षित समात्न पर्याप्त छ। यसले त रोबोटलाई मानवीय स्पर्शको एक प्रकारको कृत्रिम अनुभूति दिने भयो। हो, एक किसिमले। यो त मानव स्पर्शको नक्कल गरे जस्तै भयो। तर मानव स्पर्शले तापक्रम र बनावट पनि महसुस गर्छ। के यो सेन्सरले दबाव मात्रै नाप्छ? एकदम सही प्रश्न हो। यो एउटा विशेषज्ञ हो। विशेषज्ञ? यसले केवल दबाव वा बल मात्र नाप्छ। यसले तापक्रम, आर्द्रता वा सतह कति चिल्लो छ भनेर बताउँदैन। तर आफ्नो काममा, अर्थात् बल नाप्ने काममा यो निकै प्रभावकारी छ। अनि मेडिकल उपकरणमा यसको प्रयोग? त्यो त अझै रोमाञ्चक होला। हो, स्रोतले मेडिकल उपकरण प्रोटोटाइपिङ भनेको छ नि। हो, भनेको छ। कसरी? धेरै तरिकाले, जस्तै फिजियोथेरापीमा पक्षाघात वा चोटपटक लागेका बिरामीहरूको हातको पकडको शक्ति बिस्तारै कसरी सुधार हुँदैछ भनेर नाप्न आवश्यक हुन्छ। एउटा साधारण उपकरणमा यो सेन्सर राखेर बिरामीलाई निचोड्न लगाउन सकिन्छ र यसले कति बल प्रयोग भयो भनेर सटिक डाटा दिन्छ। यो त राम्रो भयो। अर्को उदाहरण स्मार्ट बेड। लामो समयसम्म अस्पतालको बेडमा सुत्ने बिरामीहरूलाई बेड सोरको ठूलो खतरा हुन्छ। शरीरको एकै ठाउँमा लगातार दबाव परेर हुने घाउ होइन? हो, यदि बेडको म्याट्रेसमा यस्ता 100औं FSR सेन्सरहरूको जाली बिछ्याउने हो भने कम्प्युटरले रियल टाइममा बिरामीको शरीरको कुन कुन भागमा बढी दबाव परिरहेको छ भनेर नक्सा देखाउन सक्छ। अनि नर्सलाई अलर्ट पठाउन सक्छ। ठ्याक्कै, बिरामी 3 घण्टादेखि एउटै पोजिसनमा हुनुहुन्छ, बायाँ कम्मरमा दबाव बढ्दैछ भनेर। त्यो त साँच्चै जीवन बचाउने प्रयोग हुन सक्छ। र यहाँ अर्को एउटा कुरा छ जसले मलाई उत्साहित बनायो। के कुरा? यो आर्डिनो ESP32 र रास्पबेरी पाई जस्ता प्लेटफर्महरूसँग कम्प्याटिबल छ। हो, त्यो निकै महत्त्वपूर्ण छ। यसको मतलब त के भयो भने ठूला कम्पनीहरूले मात्र होइन, कलेजका विद्यार्थी वा घरमै बसेर केही बनाउन चाहने शौखिन व्यक्तिहरूले पनि यी सबै शक्तिशाली प्रयोगहरू गर्न सक्छन्।
हो, र मेरो विचारमा यो नै FSR 402 को कथाको सबैभन्दा महत्त्वपूर्ण पाटो हो। यसले उन्नत सेन्सिङ प्रविधिलाई प्रजातान्त्रिक बनाएको छ भनौँ न। प्रजातान्त्रिक? हो, पहिले यस्ता क्षमताहरू ठूला अनुसन्धान प्रयोगशाला वा उद्योगहरूमा मात्र सीमित हुन्थे। तर अब तपाईँ केही 100 रुपियाँमा यो सेन्सर किन्न सक्नुहुन्छ र आफ्नो ल्यापटपसँग जोडेर नयाँ आविष्कार गर्न सुरु गर्न सक्नुहुन्छ। जस्तै मैले एकपटक यस्तै सेन्सर एउटा सानो म्युजिक प्रोजेक्टमा प्रयोग गर्ने प्रयास गरेको थिएँ। एउटा सानो प्याड बनाएर जति जोडले हान्यो त्यति नै ठूलो ड्रमको आवाज आउने बनाउन खोजेको थिएँ। तर मैले एउटा समस्या भोगेको थिएँ। के समस्या? यसलाई क्यालिब्रेट गर्न अर्थात् कुन प्रतिरोधले कति बल जनाउँछ भनेर मिलाउन निकै गाह्रो भएको थियो। कि यो सामान्य समस्या हो? तपाईले एउटा धेरै महत्त्वपूर्ण र व्यावहारिक पक्ष उठाउनुभयो। हो, यो सामान्य हो र यसले हामीलाई यो सेन्सरको सीमातर्फ लैजान्छ। सीमा? हो, कुनै पनि इन्जिनियरिङ कम्पोनेन्ट 100% सही हुँदैन। त्यहाँ सधैँ केही सम्झौताहरू हुन्छन्। हो, र यो डेटा शीटमा केही त्यस्ता शब्दहरू छन् जसले त्यही सम्झौतातर्फ सङ्केत गर्छ जस्तो लाग्छ। जस्तै यहाँ लेखिएको छ हिस्टेरेसिस 10%। हिस्टेरेसिस यो भनेको के हो? 10% को फरक त धेरै सुनिन्छ। के यसको मतलब यो सेन्सर भरपर्दो छैन? यो एक किसिमले हो, तर त्यसलाई बुझ्ने तरिका फरक छ। हिस्टेरेसिसलाई असरी सोच्न सकिन्छ। तपाईले एउटा स्पन्जलाई निचोर्नुहुन्छ र छोड्नुहुन्छ। निचोड्दा जति बल लाग्छ, छोड्दा त्यो पूर्ण रूपमा आफ्नो पुरानो आकारमा फर्कन अलिकति फरक बाटो लिन्छ। यो सेन्सरले पनि बल लगाउँदा र हटाउँदा अलिकति फरक व्यवहार देखाउँछ। 10% को मतलब त्यो स्पन्ज अलिकति अल्छी छ भनेपछि। उदाहरणका लागि तपाईले 1 किलोग्रामको तौल राख्दा यसले जुन रिडिङ दिन्छ त्यो तौल हटाएर फेरि राख्नुको सट्टा 2 किलोग्रामबाट घटाएर 1 किलोग्राममा ल्याउँदा दिने रिडिङ अलिकति फरक हुन सक्छ। ए, बुझे। भनेपछि यदि मलाई कुनै वस्तुको तौल दशमलव पछिको 2 अङ्कसम्म सही नाप्नु छ भने यो त्यसको लागि भनेको होइन? ठ्याक्कै। यो दबावमा आएको परिवर्तन पत्ता लगाउनका लागि धेरै राम्रो छ। छोइयो कि छोइएन, हल्का थिचियो कि जोडले थिचियो भनेर थाहा पाउन यो उत्कृष्ट छ। तर यो सुन पसलमा प्रयोग हुने तराजु जस्तो होइन? होइन, यो वैज्ञानिक रूपमा अति सटीक उपकरण होइन। ठिक छ, त्यो बुझियो। अर्को एउटा शब्द छ रिपिटेबिलिटी ±2%। यसको अर्थ के हो? रिपिटेबिलिटी अर्थात् पुनरावृत्ति। यो वास्तवमा राम्रो मानिन्छ। राम्रो? हो, यसको मतलब यदि तपाईले एउटै बल बारम्बार लगाउनुभयो, जस्तै 1 किलोग्रामको तौल 100 पटक राख्नुभयो र हटाउनुभयो भने हरेक पटकको रिडिङ लगभग उस्तै आउँछ। र त्यो भिन्नता 2% को दायराभित्र रहन्छ। हो, यसलाई यसरी सोच्नुहोस्, एकजना धनुर्धरले निशाना लगाउँदा हरेक पटक बाण बुल्स आईको एकदमै नजिक हान्छ, तर ठ्याक्कै एउटै बिन्दुमा नलाग्न सक्छ। +2% को मतलब उन निकै कुशल र भरपर्दो धनुर्धर हो। ए, भनेपछि यो भरपर्दो छ तर अति सटीक छैन। यो दुई बीचको भिन्नता बुझ्न महत्त्वपूर्ण रहेछ। एकदमै महत्त्वपूर्ण। त्यसो भए के यो दैनिक प्रयोगको लागि टिकाउ छ? यदि मैले तपाईले भने जस्तै स्मार्ट जुत्ता बनाए भने पानी पर्दा वा दौडिदा यो कति महिना टिक्ला? राम्रो प्रश्न। डेटाशीटमा यसको लाइफ साइकल अर्थात् जीवन चक्र पनि दिएको हुन्छ, जुन सामान्यतया 10 लाख पटक भन्दा बढी थिचाइ हुन्छ। 10 लाख पटक? हो, यसको मतलब तपाईले यसलाई 10 लाख पटक थिच्न र छोड्न सक्नुहुन्छ र यसले काम गरिरहन्छ। दैनिक प्रयोगको लागि त यो पर्याप्त हो। हो, तर पानी वा धुलोबाट बचाउन भने यसलाई राम्रोसँग सिल गर्नुपर्छ, किनभने यसको बाहिरी पत्र प्लास्टिकको भए पनि यसको कनेक्टरहरू खुला हुन्छन्। ए, हो त। त्यसैले इन्जिनियरिङको चुनौती सेन्सरमा मात्र होइन, त्यसलाई कसरी सुरक्षित राख्ने भन्नेमा पनि हुन्छ। यो त निकै विस्तृत विश्लेषण भयो। हामीले एउटा सानो स्टिकर जस्तो देखिने कम्पोनेन्टको डाटा शीटबाट सुरु गर्यौं र त्यसको विश्लेषण गर्दै जाँदा रोबोटिक स्पर्श, जीवन बचाउन सक्ने मेडिकल उपकरण र रचनात्मक सङ्गीतसम्मको सम्भावनाको सञ्चार पत्ता लगायौं। हो, र हामीले यो पनि बुझ्यौं कि हरेक प्रविधिको आफ्नै शक्ति र सीमा हुन्छ। आजको छलफलबाट मैले सिकेको मुख्य कुरा के हो भने यो सानो सेन्सरको 3वटा सुपर पावर छन्। ल भन्नुहोस् त। पर्दा यसको प्रतिरोधमा आउने लाखौं गुणाको नाटकीय परिवर्तन जसले यसलाई निकै संवेदनशील बनाउँछ। र तेस्रो यसको पहुँच, जो कोहीले पनि यसलाई प्रयोग गरेर केही नयाँ बनाउन सक्छ। तपाईले एकदम सही सारांश निकाल्नुभयो।
यहाँको वास्तविक कथा के हो भने कसरी एउटा सरल वैज्ञानिक सिद्धान्त अर्थात् बलले विद्युतीय प्रतिरोध परिवर्तन गर्छलाई एउटा यस्तो कम्पोनेन्टमा इन्जिनियरिङ गरिएको छ जुन सबैका लागि पहुँचयोग्य, सस्तो र बहुमुखी छ। हो, यसले ठूला कम्पनीका इन्जिनियरहरूलाई मात्र होइन, विद्यालयका विद्यार्थी र घरमा बसेर काम गर्ने आविष्कारकहरूलाई पनि नयाँ कुरा सोच्न र बनाउन सशक्त बनाउँछ। साँच्चै नै यसले सृजनशीलताको ढोका खोलिदिएको छ। हाम्रो छलफललाई बिट मार्नु अघि एउटा विचारोत्तेजक प्रश्न छोडेर जान चाहन्छु। हुन्छ। हामीले मेडिकल उपकरण प्रोटोटाइपिङको कुरा गर्यौं। सतहमा सूक्ष्म दबाव पत्ता लगाउने यो सेन्सरको क्षमता र यसको लचिलोपनलाई ध्यानमा राख्दै यदि यस्ता एउटा मात्र होइन, 100औं सेन्सरहरूलाई एउटा जालीको रूपमा कपडामा नै बुन्ने हो भने? कपडामै? हो, कपडामै। त्यसो हो भने स्वास्थ्य निगरानी गर्ने वेयरेबल प्रविधिबारे हाम्रो सोच कसरी परिवर्तन हुन सक्छ? उदाहरणका लागि, के यस्ता सेन्सरहरू जडित सर्ट वा टी सर्टले हाम्रो दिनभरिको शारीरिक मुद्रा, पोस्चर वा मांसपेशीको तनावमा आएको सूक्ष्म परिवर्तन पत्ता लगाएर? हामीलाई थाहा हुनुभन्दा पहिले नै? हो, कसैलाई कम्मर वा गर्दन दुखाइ महसुस हुनुभन्दा पहिल्यै नै उसको मोबाइलमा एउटा सानो सूचना पठाएर सम्भावित समस्याबारे सचेत गराउन सक्छ। के प्रविधिले हामीलाई हाम्रो शरीरको भाषा बुझ्न मद्दत गर्न सक्छ जुन हामी आफैले बेवास्ता गरिरहेका हुन्छौँ?